नमस्ते नमस्ते सबैजनालाई मेरो नमस्ते छ। आज दिउँसोको खाजामा मैले अर्ग्यानिक चटपट बनाउँदैछु। तपाईँहरू संसारको जुनसुकै क्षेत्र, जुनसुकै सहर, जुनसुकै कुना काप्चा, सातै द्वीप, सातै समुद्र काँडा हेर्दै हुनुहुन्छ, प्लिज एकचोटि अर्ग्यानिक चटपटलाई आएर नमन गरिदिनु होला। आज दिउँसोको खाजासँगै मैले अर्ग्यानिक चटपटमा सबैभन्दा पहिला मैले लिएँ यो पत्ताकोपी, हाम्रो आफ्नै घरसवारीमा फलेको पत्ताकोपी। तपाईँलाई थाहै छ, हामीले बन्दा भन्ने गरिन्छ। त्यसपछि भिजाएर राखेको अलिकति चना लिइसकेपछि यसलाई मजासँग मोल्ने, अनि चना लिइसकेपछि मोलिसकेपछि अब अलिकति एकछिन केही बेर पछि अब मैले थालमा यसरी इन्ग्रिडियन्ट्सहरू बनाएको छु। नेचुरल इन्ग्रिडियन्ट्सहरू थालमा बनाएर राखेको छु। यहाँ हेर्नुहोस् है, चटपटको लागि प्याज र अदरक यहाँ छ। तपाईँको आमिलोमा मैले निम्बुको बदलामा मैले चाहिँ अमलाको आमिलो युज गर्छु। थोरै काटेको काँक्रो, अनि त्यसपछि लसुन, यो हाम्रै आफ्नै जङ्गलमा फलेको अर्ग्यानिक धनिया, अकबरे खुर्सानीको साथमा फेरि यो मुलाको चाना, मुला काटेको मुला, त्यसपछि कडी पत्ता। यी सबै चिजलाई मैले हालेर आज अर्ग्यानिक चटपट बनाउँदैछु। हेर्नुहोस्, संसारको जुनसुकै क्षेत्र, जुनसुकै सहर, जुनसुकै कुनै काप्चाबाट हेर्दै हुन्छ नि। अब चटपटमा मैले कडी पत्ता एड गरेँ। कडी पत्ता एड गरिसकेपछि मैले चाहिँ यसरी काटेर राखेको, मजासित यो काटेर राखेको प्याज युज गरेँ। प्याज हालिसकेपछि आमिलोको स्वादको लागि मैले अमलाहरू यसरी युज गरेँ। यी अमला हुन्, जङ्गलका जडीबुटी अमला। अमलाको साथमा मैले फेरि थोरै काँक्राको केही चप गरेर काँक्राहरूको पिसहरू हालेँ। काँक्राहरूको पिस हालिसकेपछि मैले फेरि आफ्नै घरसवारीको मुलाका चानाहरू युज गरेँ। मुलाका चाना युज गरिसकेपछि त्यसपछि मैले मुलाका चानाका साथमा मैले फेरि यो वन धनिया पनि युज गरेपछि यसलाई मजासँग मलिसकेपछि आनन्दसँग मलिसकेपछि आवश्यकता अनुसार नुन, जति चाहिन्छ नुन हाल्ने। हामीले मिसिसकेको छ। अनि त्यसपछि आफ्नै घरसवारीमा उब्जेको यो आलु, मजासँग यो बोइल भएको आलुलाई मजाले चाहिँ यसरी गरेर आरामसँग चम्चाले मिक्स गरिसकेपछि ल हेर्नुहोस् कति मिठो बने त यो अर्ग्यानिक चटपट। संसारको जुनसुकै क्षेत्र, जुनसुकै सहर, जुनसुकै कुना काप्चा, सयौं तला बिल्डिङ जहाँबाट हेर्दै हुन्छ, प्लिज जङ्क फुड नमिलाइकन, प्रोसेस फुड नमिलाइकन आफ्नै घरमा बनेको अर्ग्यानिक चटपट तपाईँहरूलाई कस्तो लाग्यो? मैले दिउँसोको खाजामा क्या आनन्द।